हेलो गाइस, आज कति अरे आज जनवरी 3 स्याटरडेको दिन। अनि आज चाहिँ हामी प्रोग्रामको लागि लन्डन टु मिसिसागा जाँदैछौँ र मेरो साथमा छ मेरो साथी एडिसन। हामी पब्जी सब्जी खेल्ने। अनि हाम्रो ब्रो छ टक्क गुरुङ ड्रेस लाएर अनि यो चाहिँ हाम्रो आज यस्तो अब मेमोरीको लागि, नट अब त्यस्तो राम्रो ब्लग छ भन्दा पनि एउटा मेमोरीको लागि हो क्या अरे होइन। अनि टाइम चाहिँ कति भयो? टाइम हाम्रो भइसक्यो सायद टन्नै 3 कटिसक्यो ल। हामी चाहिँ 5 बजीतिर पुग्छौँ होला सायद, एक्सपेक्टेड। अनि बाहिर वेदर चाहिँ यस्तो छ, चिसो छ एकदम। अहिले क्यानाडामा चिसै छ के अरे। अब खासमा लोसार त गइसक्यो होइन, तर पनि प्रोग्राम रहेछ र अब हामी त्यहाँ गएर प्रोग्राम हेर्छौँ। किनकि अब विदेश आएको नि 1-1.5 वर्ष 2 वर्ष काटिसक्यो र कहिले पनि अब आफ्नो गुरुङ भएर पनि आफ्नो अब कल्चरल प्रोग्रामहरू चाहिँ गएको छैनौँ हामी। र आज फर्स्ट टाइम एटेन्ड गर्न जाँदैछौँ। बाटोमा छौँ हामी र अपडेट गर्दै गर्नेछौँ के हुन्छ होइन। अनि यसो रमाइलो अब डान्सहरू अङ्गलछीहरू नाचेकोहरू हेर्छौँ हामी, रमाइलो गर्छौँ। सबैले खानासाना खाएर च्याटचुट भएर हिँडिसकेको छौँ क्या अरे। यस्तै छ, मैले चाहिँ केही पनि लाग्छ छैन। म चाहिँ एकदम रेगुलर ड्रेसअपमा छु। क्लब जाला जस्तै हिँडिरहेको म चाहिँ होइन, तर भाले भएन। अनि अब जान्छौँ क्या अरे। म बाटोमा अपडेटहरू गर्छु के हुन्छ, कति बेला पुग्छौँ हामी, कति बेला फर्किन्छौँ। लगभग कतिको लामो हुन्छ, तर एउटा मेमोरीको लागि चाहिँ म यसलाई एडिट गरेर हाल्नेछु होइन। एडीको डान्स हेर्नु पर्दा आज डान्स हान्ने होला नि त आज। अनि आज हाम्रो राइडर यता छ क्या अरे, हेर्नुपर्छ के हुन्छ। जस मलाई चाहिँ रमाइलो हुन्छ जस्तो लागिरहेको छ क्या अरे होइन। ब्रो तिमीलाई कस्तो हुन्छ जस्तो लाग्छ? रमाइलो हुन्छ होइन। अनि यो पालि चाहिँ लोसारको बारेमा भन्नुपर्दा चाहिँ हाम्रो घोडा वर्ग लागेको छ। अनि घोडा वर्गको त भन्छ 24 वर्ष पुगिस् ठ्याक्कै। अनि योभन्दा अगाडि चाहिँ सर्पा थियो र म चाहिँ सर्पा वर्ग हो, मेरो वर्ग चाहिँ गएको छ होइन। अब 24 काटेर अब कति लागि नि के अरे। अनि यस्तै छ अब। ल गीत सुन्दै हामी जाँदैछौँ। म बिच बाटोमा अपडेट गर्छु हामी कहाँ पुग्यो के भयो भनेर। ल गाइस, ड्राइभ गरेको 1 घन्टापछि हामी कहाँ आइछौँ भने चाहिँ हामी क्विन एलिजाबेथ वे टोरन्टो जाने बाटोमा जाँदैछौँ। र हाम्रो डेस्टिनेसन पुग्न अझै 55 मिनट छ। राइड चाहिँ अब तृष्णा गुरुङको गीतमा अब रमाइलो भइरहेको छ होइन एडी। अब चाँडै पुगिन्छ हामी। गोल्छी हेर्न एकदम के अरे के भन्छ र एकदम जोसिया केटाहरू। आज यहाँ एउटा सिट खाली छ, यता एउटा गोल्छी आउँछ जस्तो छ। बाहिर चाहिँ लभली छ है, एकदम जाडो छ। यो चाहिँ अलिकति डिप्रेसिङ वेदर नै छ। के गर्ने त अब, अर्काको देशमा यस्तै हो। अब नेपाल जस्तो काँडा छैन। ल अब चाँडै पुग्छौँ हामी गन्तव्यमा। चट्ट इमोसनल गीतको साथमा जाँदैछौँ। यो गीतहरूले चाहिँ अब पुरानो दिनहरू जब बाबा कोही मान्छेहरू चाहिँ जति विदेशबाट आएर क्यासेट डिभिडीमा बजाउने गीतहरू सुन्दाखेरि चाहिँ यस्तै फिल भयो। अनि नेपालको चाहिँ हरिब याद आइरहेको यो गीत सुनेको मलाई चाहिँ अझै स्पेसल्ली गाउँघरहरू चाहिँ होइन एडी। गाउँघरहरूमा चट्ट बुढी आमाहरू होइन गुरुङ ड्रेस लाएर चट्ट यताउता गरेको चाडपर्वहरू चाहिँ डेन्जर याद आइरहेछ। वेदर पनि त्यस्तै छ, तर पनि अब ठिकै छ। अब बिस्तारै गइन्छ क्या अरे हामी। अनि त्यही हो, अब खै पुगेकै छैन। पुगेपछि चाहिँ हेरौँला। हाम्रो एउटा गोलो पनि आउँदैछ, चट्ट लाएर लाउरे भिन्न गएको गोलो सँगै भेटिन्छ। पब्जी सब्जी पनि खेलिन्छ। अब लाउरे नै नभए पनि पब्जीको लाउरे चाहिँ हो हाम्रो गोलोलाई पनि भेटिन्छ। अनि आज डान्स हेरिन्छ यहाँ गोलछीहरूको भनेको। अब भोलि बिहान 7 बजे काम छ। यो भ्लग पछि चाहिँ मैले मेरो काम गएको निन्द्राको तालमा काम गएको नि एड हाल्छु मैले, यस्तै ताल पऱ्यो भने। अनि यस्तै छ, गाह्रो छ जिन्दगी। त्यही साथीहरू हामी चाहिँ लभली सिटी आइसकेको छ। कहाँ आइपुग्यो हामी? हेमिल्टन आउन लागिसक्यो। यो चाहिँ हेमिल्टन जस राम्रो भन्दा नि ठ्याक्कै थानकोटबाट काठमाडौँ झरे जस्तै फिल भइरहेको छ होइन र।
थानकोटबाट ठ्याक्कै यस्तै छ नि त चट्ट लाएर थानकोट 137 चाहिँ हेमिल्टन सिटी आइपुग्यो हामी चट्ट लाएर अझ अब आधी घन्टा हाम्रो डेस्टिनेसन पुग्न पोखरा छिरे जस्तो नि भन न तर दामी देखेको यार त्यो है लन्डनमा यत्रो बिल्डिङ छैन अब चाहिँ हामीले हाइवे एक्जिट गरिसक्यौँ र अब लोकेसनबाट लाइक 10 मिनट्स टाढा छौँ हामी आफ्टर 2 घन्टाको राइडपछि हामी लोकेसनमा आइसक्यौँ होइन अब आएपछि हेरिन्छ कस्तो हुन्छ यस भाइब्सहरू अलिअलि अब चिसोमा हानिरहेको छ भाइब्सहरू होइन अनि यहाँतिर चाहिँ अब घरहरू चाहिँ यस्तो छ हेर्दाखेरि नै एउटा डिप्रेसिङ छ है वेदर चाहिँ हाम्रो राइडर चाहिँ एडी म्यान अनि यहीँभित्र आइसक्यो हामी अलमोस्ट आइसक्यो रहेछ यहाँ थाहा नै पाइनँ ल है केही होला जस्तो भनेको खै सुनसान देख्छु क्या म त अनि यही हो रे भेन्यू चाहिँ लेट्स सी के हुन्छ है गएपछि थाहा हुन्छ यो चाहिँ गाइस भेन्यू अन मिसिसागा होइन अनि दोस्रो प्रोग्राम हुँदैछ यहाँ अनि यतै हाम्रो गोलोहरू अब कस्तो लागिरह अब जानुपर्छ भित्र के कसो हुन्छ खानेकुराहरू डान्स सान्स हेर्नुपर्छ तर म चाहिँ एकदम नर्मल पारामा आछु होइन ढुक्क तै पनि जानुपर्छ जेस खुसी लाउँछ दामी छ वेदर लाइटहरू नि दामी छ होइन भित्र गएर हेर्छौँ गाइज यो चाहिँ हाम्रो टिकट काउन्टर होइन चट्ट लाइटहरू यस्तो छ टिकट काउन्टरमा टिकट सिकट हेर्दैछौँ गएर होइन भित्र जानुपर्छ अब भेन्यूभित्र छिर्दैछौँ भेन्यूभित्र छिरौँ भनेको यो यस्तो छ भेन्यू लाएर यो चाहिँ हाम्रो भेन्यू अनि खाजा खाने त्यहाँ छ हामी खाजा खान जानु लाग्यो होइन एडी अनि यो चाहिँ हाम्रो क्यु हो र अब हामी खाजा खान जान्छौँ चाहिँ अब हाम्रो खानाको क्यु अनि टक्क सेलरोटी दिनु हुँदैछ दिदीलाई धन्यवाद दिदी यो चाहिँ सेलरोटी एडी चम्चा हाल्न एडी काटा नि हाल्नु त्यो नि हाल्नु एउटा हाम्रो सेलरोटी होइन रहेछ सबैजनाले खाजा टाइम एडी हाल त थोरै एकदम थोरै साइडमा हेर बिचमै हाल्यो फेरि त हातले खान्छस् यो चम्चा हाल्न ल हाल थोरै हाल थोरै साइडमा खाना हालिदिँदैछ मेरो साथीले यहाँ होइन हाम्रो चाहिँ खाजा यो सेलरोटी ड्रम स्टिक चना सना यता छ हाम्रो सरले चाहिँ खाइसक्यो यहाँ होइन एडी कस्तो छ टेस्ट एकदम लोकल स्टाइल हो हुँदैछ मान्छेहरू प्रोग्राम सुरु भइरहेको छ के भनेको गुरुङहरूको महान पर्वको लोसार मनाउनको लागि जम्मा हुनुभएको सम्पूर्ण महानुभावहरूलाई तलो लोसारको यो सांगीतिक साँझमा हार्दिक स्वागत छ। Ladies and gentlemen, welcome to the 15th edition of the Losar Celebration 2026. हेल्पो समुदायले पनि लोसार मनाउने गर्दछ भने तबु समुदायले मनाउने लोसार पुस 15 तलो यसलाई तोला लोसार पनि भनिन्छ र यो यहीबाट गुरुङहरूले मनाउने लोसारसँगै लोसारको मनाउने क्रम पनि सुरु हुन्छ। आज हामी गुरुङहरूले मनाउने तोला लोसार अन्तर्गतको आज तल लोसार मनाउँदैछौँ।
गुरुङहरूको आफ्नै मौलिक पहिचान हुँदै गर्दा गुरुङहरूको आफ्नै लोगोर हुन्छ। लोगोर भनेको 12वटा विभिन्न प्रतीकात्मक जनावरहरूलाई प्रतिनिधित्व गर्दै त्यही लो अनुसार घुमिरहेको हुन्छ र हरेक वर्ष एउटा नयाँ लो आएको हुन्छ र हरेक गुरुङहरूको हरेक तमुहरूको तमुसको आफ्नै लो हुन्छ। हरेक तमुसको लागि लो भनेको उसको पहिचान हो भने लोसार भनेको गुरुङ समुदायको लागि एउटा गर्विलो पर्व मात्र नभएर आफ्नो पहिचान र आफ्नो सभ्यता पनि हो। आयो पछि आयो उठोको टोली।
लाग्यो है Namaste and Chazalo everyone. I am your host Gita Guru and I am your host Dipti Guru. Welcome to Tamil Losar 2026. ल हामीले हाम्रो मोनालाई भेटिसकेको छौँ होइन विशाल मोनालाई सँगै भर्ती नाप्न गइएको जमानामा
राजु छ्याजलो ओहो लो छ्याजलो ठागु सबनवा सबनवा दाइ के सबनवा सबनवा लोसारे असिमलमु ला धन्यवाद दाजु न्युलन नासिमला smo दो किक्रिनवा खानि थुमै थुमै खानु दाइ दाइ लोसारे चट्ट सिउरी थिमन खानु आउने छ होला दाइ खाइनु मुलैवा दाइ खानि आइबा आइ दाइ आइ दे दाइ ल अब नाचे पर्छ दाइ आइ
ल केटा हो रातिको 1 बज्दैछ अब अनि आजको प्रोग्राम सबै सकिएको छ अब रमाइलो नै भयो भनौँ होइन ठिकै सबजना अब त्यस्तै चिलमा थियो गगन अनि गगन कल्पना चिन्छौ त्यही भएर गगन गुड मर्निङ आज चाहिँ जनवरी 4 र हिजो प्रोग्राम रहेको थियो जनवरी 3 मा हिजो हामी दिउँसो गयौँ अनि म चाहिँ अनि त्यसपछि राति 3 बजे फर्कियो र 3 बजे फर्केपछि अनि यो चाहिँ बिहान 3 बजे सुतेँ 3 घन्टा सुतेर फेरि काम आयो यो चाहिँ मेरो काम गर्ने ठाउँ हो ब्याकग्राउन्डमा अनि त्यही हो रमाइलो भयो जस हिजो अनि ब्लग चाहिँ लास्टै छ मैले त्यस्तो ब्लगै बनाउँछु भनेर चाहिँ होइन जस आफूलाई मेमोरी हुन्छ भनेर बनाएको अनि हाम्रो राइडर एडिसन बिग साउट आउट होइन एकदम राम्रो राइड गऱ्यो हिजो टक्क सेफारमा घर आइयो रमाइलो भयो होइन ठिकै भयो तर मलाई चाहिँ त्यति रमाइलो लागेन रमाइलो भन्दा पनि रमाइलो त थियो होइन तर त्यो पहिला जस्तो भाइबसँग नाच्ने साच्नेहरू राम्रो थियो खानाहरू मिठो थियो होइन अनि र मलाई त्यो उफ्रिने नै खै किन आजकल त्यस्तो त्यो उफ्रिन मन पनि लाग्दैन है त्यो पहिलाको जोसमा साथीहरू त्यस्तै केटाहरू मिलेर उफ्रिन्थ्यो यताउता गरिन्थ्यो होइन अनि म चाहिँ हिजो नाचिनँ केटाहरू नाचेथ्यो अनि मैले त्यो सायद यो भिडियोमा पनि एड गर्दैछु होला केटाहरूको डान्स कडा छ अनि वेदर चिसो छ अनि यो चाहिँ एउटा मेमोरीको लागि एज अफ 2025 लोसार घोडावर्गको बेला होइन भिडियो बनाइयो तर अनि ठिकै हो भोलिपछि हेरेपछि रमाइलो लाग्छ ओ यो त 5 वर्ष अगाडि रहेछ या यो त यो त 10 वर्ष अगाडि म यो साथीहरूसँग गर्थेँ भन्ने हुन्छ किनकि अब मेरो साथीहरू अब स्कुल लाइफको केटाहरूसँग मैले भिडियो बनाएको भए हेर्थेँ होला स्कुल लाइफको केटाहरू सबै छुट्टिएर गइसक्यो अनि जे सब हरेक ठाउँमा गएपछि नयाँ साथी भेटिन्छ अनि त्यही साथीहरू नै जस अब एउटा मेमोरी टाइपले चाहिँ मैले यो ब्लग बनाएँ भिडियो बनाएँ या जे पनि बनाएँ एन्ड या दिस इज फर द मेमोरी एन्ड थ्याङ्क यू एभ्री वान